नमस्कार, वेलकम ब्याक टु अनदर न्यू ब्लग। धेरै दिनपछि ब्लग स्टार्ट गर्दैछु। आई होप हजुरहरू पनि सन्चै हुन्छ होला, म पनि सन्चै छु। अहिले चाहिँ बेडबाट मेरो ब्लग स्टार्ट भइरहेछ। अनि अहिले चाहिँ म कहाँ छु भने चाहिँ म ओमनमा छु होइन। बिस्तारै पनि भन्छु नि। अब फ्रेस भएर रेडी भएर अनि तपाईँसँग भेट्छु। अहिले चाहिँ रुममै छु, भर्खर उठेको। आज छुट्टीको दिन, आज ड्युटी छैन, त्यही भएर अनि आज यसो ब्लग बनाउन भन्ने मेरो यसो सोच आयो। त्यही भएर यसो ब्लग बनाउँछु अनि यसो तपाईँहरूलाई म मेरो रुम टुर र यसो बिल्लाको टुरहरू यसो देखाउँछु है। ल गाइस, अहिले एकछिनमा भेटौँ। म यसो फ्रेस भएर भेट्छु है त हजुरहरूसँग। ल साथीहरू, अब फ्रेस पनि भएर आइयो, ब्रस गरेर यताउति गरेर खासाजा पनि खाइयो होइन। अनि तपाईँहरूलाई म मेरो रुमको टुर दिन्छु होइन। अनि ओमनको रुमको टुर दिन्छु। यहाँनिर मेरो रुमहरू कस्तो छ, मेरो बेड कुन हो तपाईँलाई दिन्छु। यहाँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ मेरो बेड हो है। यहाँ वालेट छ अनि एउटा मैले घरैबाट ल्याएको डायरी छ। यो मेरो काम गर्ने सामान हो, चक्कु र यो चाहिन्छ मलाई काम गर्नुको लागि हो। यो मेरो ओढ्ने ब्ल्याङ्केट भइहाल्यो। अनि सक्सहरू छ सुकाएको, हिजो धोएर हो। अनि मेरो लुगाहरू यहाँ झुन्डाएको छु। यो चाहिँ अलरेडी पछि पहिला यहाँ को बस्थ्यो अरे, त्यसले बनाएको रहेछ। अनि सजिलो भयो मलाई लुगा झुन्डाउनु चाहिँ। यो चाहिँ मेरो ड्र हो, यहाँनिर मेरो सामानहरू छ है। यहाँनिर कान घटाउने, अनि यो मेरो टिफिन बक्समा चाहिँ मेरो पैसा छ, चिल्लरहरू, दबाई छ, सर्ट पेन्ट, टाउको यो चिल्लरहरू यस्तो छ। नेपालको पैसा छ अलिअलि, इन्डियाको नेपालको पैसा छ अलिअलि। अब पछि घर जाँदा काम लाग्छ नि त होइन, त्यसको लागि राखिरहेको। अनि यहाँ तल चाहिँ मेरो लगेज छ। लगेजमा अनि यो अलिक साबुन छ, एउटा कपडाको उयो छ। यो चाहिँ मेरो खाजा खाने उयो कर्नफ्लेक्स हो, ब्रसहरू छ। अनि एउटा कफी छ, एउटा कर्नफ्लेक्स छ, अलिक त्यो खाजा खानलाई। मुनि चाहिँ प्लास्टिक छ, डस्टबिनको लागि राखेको। डस्टबिनको लागि चाहिन्छ नि त होइन, ढापाती फाल्नु भएन। त्यही भएर अब हाम्रो वासरुम पनि देखाउँछु तपाईँहरूलाई। हाम्रोमा चाहिँ एटेच वासरुम छ। एउटा वासरुम यहाँ छ है। उयो पनि छ, यही भर्यो आनन्दले नयाँ एउटा आइना। यहाँनिर टक्क रेडी हो बिहानै। अनि हट उइस पनि छ, सबै हाम्रो एकदम राम्रो छ क्या। यो चाहिँ बाथरुम पनि एटेच बाथरुम छ। अब मेरो भाँडाकुँडा चाहिँ यो मेरो एउटा यो लिएको छु, एउटा चिया र पानी छाने दोस्रो तताउनु लागि। एउटा यो के भन्छ यसलाई, बोल लिएको छु। प्लेट छ, यहाँ एउटा हाम्रो साथीको नयाँ आउने साथीको प्लेट हो। यहाँ सब्जी बनाएर रेडी छ, भात पनि रेडी छ, ग्लास, चिनी, त्यो लिक्विड चाहिँ सिद्धि छ फाल्नुपर्ने बस्नुपर्ने त्यो। यहाँ पनि मैले लुगाइ झुन्डाएको छु ढोकामा पनि हो। अनि यहाँ चाहिँ सब्जीहरू यताहरू न्युट्रेलाहरू के साथीले के ल्याएको पनि उयोहरू छ होइन। चामल छ, तेल छ, यसरी राखेको छ। अब यस्तै यो चाहिँ हाम्रो मिया साथीको बेड हो। अहिले आएको छैन, खाना खानु गएको छ हो, खाना खाएर आउँछ। यहाँ चाहिँ अनि हाम्रो दार्जिलिङको साथी सुदर्शन साथीको हिजो अस्ति आउनुभएको, अहिले ड्युटी जानुभएको छ। यहाँ मिनाजु साथी अहिले छुट्टीमा छ। मिनाजु साथी पनि अहिले छुट्टी छ हो, मेरो पनि छुट्टी हो। अनि आज हेरौँ दिउँसो कहाँ के गर्ने हो। त्यस्तै हो साथीहरू। अब मनमा यस्तै छ। अनि अहिले यस्तो चर्को घाम लागेको छ हाम्रो बाहिर। अब वासिङ मसिन पनि छ, यो चाहिँ वासिङ मसिन हो। लुगा धुनु चाहिँ धेरै सजिलो हुन्छ। हिजो बेलुका धोइसकेको। यहाँ हल्का बिल्लीहरू पनि छ। यिनीहरू चाहिँ यहाँ बस्छ। यो चाहिँ हिजो अस्ति जन्माएको बच्चाहरू हो क्या। यसले यहाँनिर जन्माएको बच्चाहरू हो। यसको आमा यहाँ छ, सुतिरहेको। अरू यस्तै छ, घाम यस्तो चन्चा उयो बिल्डिङहरू यो हाम्रो कतिवटा 3टा उयो छ। हाम्रो चाहिँ बाहिर यस्तो छ होइन। एउटा यो बिल्डिङ भयो, एउटा त्यो बिल्डिङ भयो, एउटा यो अनि एउटा चाहिँ यो माथि पनि फ्लोर छ होइन। माथिको पनि फ्लोर छ। एउटा चाहिँ यो बिल्डिङ हो। अनि बाहिर चाहिँ यस्तो चर्को घाम लागेको छ कि कहाँ जानु। यतिखेर छुट्टी भयो पनि के गर्नु, सबै बिल्डिङ हो। यस्तो चर्को घाममा कहाँ जानु भन्नु त लु होइन। त्यही भएर रुममै यसो भिडियो बनाउँदै बस्दै गएर
अहिले भरे साँझ कहीँ गइन्छ कि मार्केटतिर होइन, मार्केटतिर गयो भने म भिडियो एड गर्छु, नभए यही रुमतिरै ब्लग हाल्छु। यति नै हो मेरो। अब मेरो बेडमाथि चाहिँ खाली छ, फेरि कोही छैन, हामी बस 4 जनाको बेड मात्रै हो। अब हेरौँ भरेसम्म कहाँ गयो भने यहाँ फेरि नजिकै समुद्र पनि छ, समुद्रमा जानु पनि सकिन्छ होइन। तर कतिचोटि गइसक्यो कि धेरैचोटि जानु जस्तो पनि लाग्छ। हो छुट्टीमा आनन्दले सुत्नु मन लाग्छ। अब हेरौँ साथी आउँछ, साथीले के भन्छ। त यसो राम्रो केही छाउछ बनाएर पनि खानुपर्छ। हेरौँ ल, भरे भेटौँ है त साथीहरू ल। होइन भने यहीँ म भरे एन्ड गरिदिन्छु ब्लग। के हुन्छ कसो हुन्छ तपाईँहरूलाई म भन्छु। गाइस अहिलेको लागि ल साथीहरू, अघि मैले तपाईँलाई भनेको थिएँ साथी आएपछि सोध्छु के गर्ने कसो गर्ने भनेर होइन। हाम्रो साथी आउनुभएको छ, कहाँ जाने भन्नु त? पैसा छ लुलु जाने? अनि पैसा हुनु पऱ्यो, सेलेरी आएको छैन, लुलु गएर हुन्छ। अनि आज नउठ्ने बेडबाट? म त एकछिन समुद्रतिर जाउँ न त, यहाँ न त मार्केटतिर जाउँ भनेको। घाम चर्को लागेछ। मैले बाहिर गएर आएको लास्टै घाम आइरहेको। यसो सब्जी ल्याउनु ल, अनि त्यहाँ यसो आइसक्रिम चिसो खाएर आउनु पर्ला भनेको। ल साथीहरू, भरे अब मार्केट गयो भने त्यहाँको भिडियो म बनाएर हाल्छु नि, त्यसमा एड गर्छु। अब के गर्छौँ, अब हामी 2 भाइ मात्रै छौँ, भरे के चाउचाउ पनि बनाएर खानु सकिन्छ। अब नेपालबाट ल्याएको घिउ मेरो अझै छ मसँग। ल अहिले बाई, भरे भेटौँ। यो ब्लग चाहिँ भरे बेलुकासम्म आइहाल्छ, हेर्नु होला तपाईँहरूले। सबैजनाले कमेन्ट गर्नु, लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु नबिर्सिनु होला।